नमस्ते अनि स्वागत छ सबैजनालाई मेरो सानो मिनी भ्लगमा। हामी चाहिँ क्योटोको पनि एकदमै गाउँमा बस्छौँ, यस्तो राम्रो ठाउँमा बस्छौँ। हेर्नु न, तपाईँलाई म देखाउँछु ल आज। अनि हामी क्योटोको नान्तान भन्ने ठाउँमा बस्छौँ, सोनोबे होइन, हाम्रो एक्ज्याक्टली लोकेसन चाहिँ। अनि हामीले बाइक किनेको यो चाहिँ इन्डियन बाइक हो, यामाहा। अनि यहाँ नजिकमा चाहिँ सोरुम छैन क्या। अनि हामीले आएपछि चाहिँ इन्जिन ओइल आफै फेरिन्थ्यो, तर धेरै समय भइसक्यो नि त। अनि ग्यारेज पनि लैजाऊँ भनेर अनि हाम्रो इन्जिन ओइलको ट्याङ्कीको त्यो भोल्ट पनि अलिकति घिसिएको भएर घरमा अलिकति अनकम्फर्टेबल भयो क्या फेर्नलाई। अनि सो हामी चाहिँ लाग्यौँ ओसाका, एकदमै टाढा छ नि त, लगभग 1 घन्टाभन्दा बढी लाग्छ क्या बाइकमा। अनि त्यो भ्यू त तपाईँलाई म देखाउँदै जान्छु ल, एकदम मन लागेर हेर्नु होला। यदि तपाईँलाई बिजी सहर, ठुल्ठुलो घर अनि ध्वनि प्रदूषित ठाउँबाट चाहिँ वाक्क लागेको छ भने यतातिर आउनु होला है। सबैजनालाई स्वागत छ। अनि यो प्रकृति हेर्नु न, नयाँ कसैले रङ लगाउनु परेको छ, न कसैले फुल फुलाइदिनु परेको छ। कस्तो आफैमा यति सुन्दर अनि यति शान्त छ क्या। अनि छेउछेउमा फेरि खोला पनि बगिरहेको छ। अनि खोला बगेको दृश्य सँगसँगै तपाईँलाई थाहा नै होला, हामी चाहिँ खावाकामी भन्छ, माथि खोलाको मुहानतिरबाट खोलाले पछ्याउँदै गइरहेको छौँ। ओसाका चाहिँ अलि सहरतिर हो नि त। सो हाम्रो अपोइन्टमेन्ट चाहिँ 3 बजीतिर थियो। अनि साकुरा पनि फुलिरहेको छ बाटोमा, अनि पहेँलो खाले फुल पनि। यस्तो खुसी लाग्यो। अनि यस्तो रमाइलो मौसम पनि थियो, ठ्याक्क घाम लागेको थियो। तापक्रम चाहिँ 20 डिग्री मात्र थियो होला, तर पनि हामी 2जना भयो नि त। अनि कुरा गर्दै गयो, अनि त्यस्तो धेरै लागेन। टनलमा चाहिँ एकदमै चिसो लागेको थियो। अनि तैपनि हामी यो भ्यूले गर्दा चाहिँ सबै कुरा बिर्स्यो, इन्जोय गर्यो एकदमै। अनि कस्तो रमाइलो लागिरहेको थियो मलाई चाहिँ। यहाँ यो जङ्गल हिँड्दाखेरि चाहिँ नेपालको यात्रा आइरहेको थियो। अनि यतिमा चाहिँ यहाँनिर एउटा ट्रकले एउटा ग्यास छोडेको थियो कि, धुवाँ भनौँ न। त्यो धुवाँ चाहिँ मलाई कस्तो नेपालमा बसमा यात्रा गर्दाको झल्को मेटाइरहेको भनेको कस्तो रमाइलो लागेको। अनि बुढाबुढी बच्चाहरूलाई स्कुल छोडेर बुढाबुढी जाँदा पनि कस्तो खुसी लाग्छ नि त कहिलेकाहीँ यत्तिकै कुरामा होइन। अनि हामी चाहिँ 3 बजी पुग्यो। अनि हाम्रो बाइक चाहिँ यहाँ छ। अनि यहाँ पुरै त्यो बुलेट बाइकहरू राखेको रहेछ क्या। यो चाहिँ अब पुरै इन्डियाना टाइपको बाइकहरू छ, अनि पुरै विदेशी बाइकहरू। तर बाइक किन्दाखेरि चाहिँ सकेसम्म यो जापानकै बाइक किन्दा राम्रो हुन्छ जस्तो लाग्यो क्या, किनकि सोरुम जताततै नहुने। अनि के गर्नु पऱ्यो भने नि अलिक टाढै जानुपर्ने रहेछ, अलिकति झ्याल लागेर आउने। सो अनि यस्तो गर्मीमा पुग्यौँ। अनि बाइकमा चाहिँ अब बाइक चाहिँ दाजुहरूलाई सुम्पिएर हामी चाहिँ जुस खानु पऱ्यो भनेर त्यहाँ बसेको है। अनि रुखको फेद पनि काटेर कुर्ची पनि बनाइदिइराखेको रहेछ। अनि त्यहाँबाट पैसा हालेको त पैसै मेसिनले खायो, तर ड्रिङ्क्स पनि आएन, पैसा पनि फिर्तै आएन भनेको। अनि त्यस पछाडि अब के गर्ने त भनेपछि त्यहाँ फोन नम्बर दिएको रहेछ। अनि त्यसपछि त्यो फोन नम्बरमा फोन गरेपछि 5-6 मिनट कुरेर लाइनमा बस्यो भने चाहिँ उताबाट दिदी बोल्नुभयो। अनि दिदीसँग कुरा गरेपछि चाहिँ उहाँले पैसा तपाईँले कोकको एप्लिकेसन डाउनलोड गरेर म पैसा त्यहाँ रिलोड गरिदिन्छु, तपाईँले ड्रिङ्क्स किन्नुहोस् भन्नुभएको थियो। तर हामीसँग एप्लिकेसन अभाइलेबल नभएको कारणले गर्दाखेरि चाहिँ हामीले पैसा त्यो एक्सेप्ट गर्न पाएनौँ क्या, रिसिभ गर्न पाएनौँ। अनि उहाँले चाहिँ अर्को अप्सनमा तपाईँको एड्रेस दिनु, म चाहिँ सेन्ड गरिदिन्छु भन्नुभएर अनि लास्टमा हामीले एड्रेस दियो। अनि उहाँले चाहिँ 1 हप्ताभित्रदेखि लिएर 10 दिनसम्म तपाईँको घरमा पैसा आउँछ 500 येन भन्नुभएको छ। सो हामी चाहिँ वेट गरिरहेको छौँ क्या। जापानमा एकदमै के लोयल्टी भन्ने कुरा अनि विश्वास भन्ने कुरा कस्तो धेरै छ नि है। यत्तिकैमा यो फुल देखेँ मैले यहाँ साइडमै। अनि यो फुल चाहिँ नेपालमा कस्तो धेरै पाइन्छ नि त, कस्तो खुसी लागेको मलाई अनि त्यो देखेर। अनि त्यसको नाम चाहिँ मलाई थाहा थिएन। अनि त्यस पछाडि मैले त्यो लिएर आएको क्या। पछि फेरि कतै सर्च गर्नु पऱ्यो भने खोज्नु जानु पऱ्यो भनेर अनि भित्र गएर बाइक हेरेको त आमामामा, हेर्नु मात्रै हो, किन्न सक्ने जस्तो त कुनै पनि छैन त। लास्टै महँगो बाइकको सोकिङ भएर के गर्नु, पैसाको चोकिङ छैन है। यस्तै छ जिन्दगी। सो हामी अनि ओइल पनि फेरिसक्यो। अनि घर जाँदैछौँ बुढाबुढी गफ गर्दै यही हो।